धादिङ हिमालको फेददेखि आस्थाको पिण्डेश्वरीसम्म। हिमालको काख, त्रिशुलीको सुसेली र महाभारत पर्वतको फेदमा फैलिएको धादिङ जिल्ला प्राकृतिक सुन्दरता र सांस्कृतिक धरोहरको एउटा जीवन्त सङ्गम हो। उत्तरमा चीनको तिब्बतदेखि दक्षिणमा चितवन र मकवानपुरसम्म करिब 103 किलोमिटरको उत्तर दक्षिण फैलावट रहेको यो जिल्ला भौगोलिक रूपमा निकै विशिष्ट छ। 1926 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको धादिङमा एकातिर 7110 मिटर अग्लो पाल्दोर पीक जस्ता हिमाली टाकुराहरू छन् भने अर्कोतिर समुद्री सतहबाट मात्र 300 मिटरको उचाइमा रहेका उब्जाउ बेसीहरू छन्। देशकै मेरुदण्ड मानिने पृथ्वी राजमार्गको सबैभन्दा लामो खण्डले छोएको यो जिल्ला केवल आवत जावतको बाटो मात्र होइन, यो त गहिरो आस्था र चमत्कारिक इतिहास बोकेको पावन तपोभूमि पनि हो। यही भौगोलिक विविधताको बीचमा साबिकको पीडा गाविस र हालको गजुरी गाउँपालिका वडा नम्बर 5 पीडामा ऐतिहासिक पिण्डेश्वरी महादेव मन्दिर अवस्थित छ। यस मन्दिरको महिमा 17औं शताब्दीको एउटा चमत्कारिक लोककथासँग जोडिएको छ। भनिन्छ तत्कालीन समयमा यो क्षेत्र घना जंगल र चरण क्षेत्र थियो। एक दिन एक स्थानीय गोठालोका गाईहरू अचानक हराए। दिनभरिको खोजीले कतै पत्तो नलागेपछि निराश भएका ती गोठालोले राति सपनामा साक्षात महादेवको दर्शन पाए। सपनामा भगवानले उनलाई मन्दिर मुनिको सेतो पहरामा गएर शुद्ध दूध अर्पण गर्न आज्ञा दिनुभएको थियो। भोलिपल्ट बिहानै गोठालोले भक्तिपूर्वक उक्त पहरामा दूध चढाए। पूजा सकिन नपाउँदै उनले एउटा चमत्कार देखे। हराएका सबै गाईहरू त्यही शान्त भएर चरिरहेका थिए। यही दिव्य घटनापछि यस स्थानमा विधिगत रूपमा महादेवको स्थापना गरी पूजा आजा सुरु गरियो, जुन परम्परा विगत 4 शताब्दीदेखि अविच्छिन्न रूपमा चल्दै आएको छ। आज पिण्डेश्वरी महादेव केवल एउटा कथामा मात्र सीमित छैनन्, बरु हजारौं भक्तजनका भरोसाका केन्द्र बनेका छन्। पुस मसान्तमा लाग्ने विशाल जात्रा होस् वा महाशिवरात्रि र साउन महिनामा पवित्र जल चढाउने श्रद्धालुहरूको घुइँचो, यसले मन्दिरको धार्मिक र पर्यटकीय गरिमालाई अझ उच्च बनाएको छ। भौगोलिक विशालता र आध्यात्मिक गहिराईको अनुपम मिलन भएको धादिङमा आज पनि इतिहासका यी शिलाहरू बोल्छन् र यहाँको माटोमा भक्तिको सुगन्ध भेटिन्छ।